वेलकम बैक माई पासाङ शेर्पा युट्युब च्यानलमा तपाईहरुलाई स्वागत गर्न चाहे। र आज चाहिँ भने हामी दाजुभाइ जान्दैछौँ। दाजुभाइ चाहिँ कहाँ जान्दैछु भने तपाईहरुलाई भन्नु पर्दाखेरि म तपाईहरुलाई अलिकति देखाउँदैछु है त। यहाँनिर आज चाहिँ भने हामी दाजुभाइ जान्दैछौँ। यहाँनिर एकजना भिआइपी गेस्ट हुनुहुन्छ कि उहाँहरुलाई लगेर यहाँनिर यो लोकेसन छ दबाई पानी। त्यो चाहिँ दबाई पानी भन्दो रहेछ कि दबाई पानी भन्ने ठाउँमा जाँदैछु आज हामी। र त्यहाँ गएर तपाईहरुलाई अपडेट लिएर आउनेछ। अब यहाँबाट देखाउनु चाहिँ तपाईको 47 मिनेट खाली देखाउँदैछ कि, तर त्यो कहिले पनि हैन। यहाँ दार्जिलिङको ट्राफिक जाममा नि 47 मिनेट हैन कि 4 आवर चाहिँ लाग्न सक्छ सायद। अब हेरौँ के कसो हुँदो रहेछ। यो भन्दा पहिला चाहिँ हामी उहाँहरुलाई जोय राइड गर्ने भन्दै छ कि स्टेसन ड्रप गरेर हामीले घुमबाट पिकअप गर्ने छौं। ओके, हेर्दै गर्नु होला के कसो हुने रहेछ। त्यहाँ बाटोको अपडेट लिएर आउने छु दबाई पानीको। ओके, अहिले चाहिँ भने मैले गेस्टलाई यहाँनिर स्टेसन ड्रप गरेर अब हामी जाँदैछौँ। अब चाहिँ हामी जाने हो घुम स्टेसन गएर फर्किन्छु र वहाँबाट पिकअप गर्नेछु सरहरुलाई। हामी घुम स्टेसन आइपुगिसकेको छौँ र यहाँनिर चाहिँ तपाईँहरूलाई भन्नुपर्दा ट्रेनहरू आइसकेको छ। यहाँ दुईवटा ट्रेनहरू र तीनवटा ट्रेन छ खासमा। यसको पछाडिपट्टि पनि अर्को ट्रेन छ। र अहिले हामी यहाँनिर घुम स्टेसन अब चाहिँ जानेछु। फेरि यहाँबाट सिधा तपाईँहरूलाई लिएर जानेछु दबाई पानी। बाटो के कसो छ त्यहाँ अपडेट लिएर आउनेछु। अब चाहिँ भने हामी गाडीमा चढाइसकेको छु यसलाई र जाने। यहाँनिर चाहिँ अलि अप्ठ्यारो रहेछ है बाटो अलिकति। नमस्कार दर्शकबिन, म चाहिँ भने अहिले यहाँनिर यो तकदाहको गुम्बा डाँडा भन्ने ठाउँ रहेछ एउटा। यो तल दबाई पानी बस्ती यहाँबाट यहाँ पारी तपाईहरु देख्न सक्नुहुन्छ। यो चाहिँ दबाई पानी बस्ती चाहिँ यहाँ पारी है दबाई पानी पारी हैन त। यसलाई चाहिँ गुम्बा डाँडा ओ दबाई पानी बस्तीको चाहिँ खासमाल। तर खासमालको पनि यसलाई चाहिँ गुम्बा डाँडा भनेर चाहिँ चिन्दो रहेछ है। तकदाको मुनिपट्टि नि तकदा टी गार्डन यहाँ माथि छ र त्यसको मुनि हामी आइसकेको छौँ। र आज चाहिँ हामीले टुरिस्टलाई लिएर यहाँनिर आयौँ। र त्यो जग्गामा चाहिँ यस्तो रहेछ कि तपाईँको यहाँनिर हेर्नुहोस् है, तपाईँहरू देख्न सक्नुहुन्छ। यो सब यो के भन्छ सुन्तलाको पुरा अहिले त अब अफ सिजन छ, त्यसले गर्दाखेरि यो सुन्तलाको बगानहरू रहेछ। उहाँहरूको पनि ठुलै बगान रहेछ। अब मैले चाहिँ आज फर्स्ट टाइम आउँदैछु यो जग्गामा, किनभने म चाहिँ आएको थिएन। यो बाटोहरू पनि राम्रै रहेछ। यहाँनिर तपाईँहरू देख्न सक्नुहुन्छ यो माथितिर सबै सुन्तलाको बगान। सुन्तलाको सिजनमा चाहिँ एकदमै राम्रो हुनेछ। माथि जङ्गल र यो होमस्टे कुन्चाङ फार्म होमस्टे भनेर चाहिँ भन्दो रहेछ यहाँनिर। अब त्यहाँनिर हामी आइसकेको छौँ दाजुभाइ हामी। र तपाईँहरूलाई भित्र के कसो रहेछ, कस्तो खालको टुरिस्टहरूको लागि प्रबन्ध रहेछ त्यो पनि लिएर आउँदैछु। र उहाँहरूको किचन यसो यहाँबाट हेर्दा बाहिरबाट हेर्दा चाहिँ अब लोकल किचन देख्दैछ। त्यहाँभित्र के कसो रहेछ तपाईँहरूलाई पनि लिएर आउँदैछु है त। त्यहाँ यो भित्रको पनि ल अहिले चाहिँ भने म यहाँनिर दबाई पानी बस्ती दार्जिलिङको चाहिँ यो भनेको थियो दबाई पानी बस्ती जाँदैछु है भनेर। र यहाँनिर
यहाँको होमस्टे चाहिँ अब यस्तो रहेछ लोकेसन चाहिँ यहाँनिर उहाँहरूको बोर्ड चाहिँ यस्तो रहेछ कुनसाङ फार्म होमस्टे अब यहाँ चाहिँ रहेछ एक्स केबी लामा आर्टिलेरीको एक्स सुबेदार साहबको चाहिँ होमस्टे रहेछ यहाँनिर सर जगह ऐसा मतलब कैसा लगा थोड़ा यहाँ से देखिए आइए ना सर देखिए यहाँ से सीधा में देख रहा है ऊपर में दार्जिलिंग अच्छा दार्जिलिंग दिख रहा है दार्जिलिंग वो मॉल का पीछे जो मॉल रोड का पीछे में है ना ऊपर में वो दिख रहा है ना सर और उसका बाद ये एक्चुअली ओरिजिनल दवाई पानी बस्ती वो है सर अच्छा दवाई पानी और इस विलेज का भी नाम दवाई पानी बोलता है अच्छा क्योंकि मैं भी पहली बार आया है सर यहाँ तो अभी तक नहीं आया ऊपर तक तो आया था अभी हमको भी अच्छा ही लगा आप लोग को तो और अच्छा ही लगा होगा है ना सर हाँ बढ़िया लगा वो हो गया अपर दवाई पानी जी एंड ये हो गया ये भी लोअर दवाई पानी बस्ती बोलता है और स्पेशली गुम्बा डाँडा बोलता है यहाँ पर आसपास में गुम्बा है बोल रहा है मालूम नहीं है अभी हम भी नया आदमी हैं आप लोग जैसे ही है और आप लोग को अच्छा लगा ना सर अच्छा लगा बस मैं भी देख रहा हूँ कि सर यहाँ पर जो सीजन का टाइम में होने से ना सर कमला लेबू ये सब कमला लेबू है सीजन का टाइम में होने से अच्छा लगेगा लेकिन नवंबर दिसंबर जनवरी तक उस टाइम पे ये अच्छा है इसमें ओके आज यहाँ पर रहना है ना आज और कल घरको जो मेन मालिक हुनुहुँदो रहेछ केबी लामा उहाँ चाहिँ सायद उहाँलाई सोध्नेछु उहाँ हुनुहुन्छ होला आर्टिलेरीको सुबेदार साहब बडा आर्टिलेरीको माथिको हजुर सुबेदार म आर्टिलेरीको सुबेदार 1957 मा भर्ती भएको थिएँ हो हजुर 1985 मा रिटायर भएको अहिले 85 हजुर 85 मा ए आम्मा हजुर अहिले झन्डै कति 41-42 वर्ष पुग्यो होला रिटायर भएको आम्मा हजुर हजुर 85 भनेपछि त तपाईको उमेर पुग्यो हजुर 42 वर्षहरु पुग्यो नि 87 पुग्यो मेरो 87 कान अलिक राम्रो सुन्नु हुँदैन कान चाहिँ त्यो केटकेटीहरूले पड्काइदिएर हजुर हजुर ए मतलब तपाईहरु आर्टिलेरीको त अब गन पड्काउने हुन्छ त्यसले चाहिँ हैन त्यसले हैन ए नानीहरूले त्यो बडा दिनमा त्यो पड्काएको थियो कि हजुर हजुर त्यो छेउमा बसिरहेको थियो ए यादै भएन कति बेला पड्कायो त्यति बेला गएको यो नभए त आर्टिलेरीहरूको त फेरि अब आर्टिलेरी भनेको त हतियारको डिपार्टमेन्ट हो तपाईहरुको आर्मीमा अब सबैले भन्छ त्यो गनले गएको भन्छ कि होइन गनले गएको ए नानीहरूले पड्कायो ए अच्छा ए आर्टिलेरीको मतलब नै तोपखाना हो तोपखाना हजुर हतियारहरू सप्लाई गर्ने के गर्ने सफा गर्नेदेखि लिएर सबै ए अर्केट हेर्नु अरे हजुर ए अच्छा अन्त कम्ती चाहिँ सुन्नुहुन्छ कान तपाईँहरू बोलेको सुन्छु यतिको ए अच्छा दाँत राम्रै रहेछ नि तपाईँको दाँत राम्रो त के अलिअलि खानु चाहिँ हुन्छ हजुर आँखा पनि देख्नुहुन्छ रोटी हजुर आँखाको देख्छु अहिलेसम्म चाहिँ ठिकै छ बडाको नाम केबी लामा मेरो नाम केबी लामा तपाईँ पल्टनमा चाहिँ कहाँ बस्नुभयो पल्टन त तकरिबन त इन्डियाको हरेक जग्गामा पुग्यो काश्मीरदेखि लिएर यता आसामदेखि लिएर आसाम डल्लै तल यता राजस्थान हजुर भन्नुको मतलब श्रीनगरदेखि लिएर कन्याकुमारीसम्म तकरिबन घुमेको अलिअलि भनेपछि टोटल आर्मीमा कति वर्ष चाहिँ कति साल खट्नुभयो तपाईँ 28 वर्ष खट्नुभयो त्यहाँबाट चाहिँ रिटायर आउनुभयो कुन जग्गाबाट चाहिँ रिटायर आउनुभयो तपाईँ टाटानगर जमशेदपुरबाट लाग्नु चाहिँ कहाँबाट स्टार्ट गरेर जानुभयो तपाईँ म हजुर पल्टन लाग्दा चाहिँ कहाँबाट जलपाड्की होइन यो दार्जिलिङ के भरे आर्टिलेरीको माथि त्यो टाइममा 1957 मा भर्ती हुँदाखेरि चाहिँ हामीहरू रिक्रुटिङमा चाहिँ यहीँ दार्जिलिङबाट नै भर्ती भएको माथि के क्लब हो भन्थ्यो यहाँ त्यो आर्टिलेरीको 5-6 जना आएको थियो कि हजुर डाक्टर प्लान्टर्स क्लब
प्लान्टर्स क्लब त्यति ए बजारमै बजारबाट ए अच्छा अच्छा बहुत अगाडि रहेछ नि त्यति बेला त ब्रिटिसहरू भर्खर त गएको थियो त्यति बेला त केही चाहिँ थिएन हजुर हजुर केही थिएन उहिलेको अब जमानाको कुरा रहेछ नि अब डाक्टर पनि हाम्रो मेडिकल पनि त्यतै भएको हजुर हजुर ए हुन्छ त्यो जमानाको भर्ती र अहिले भर्तीमा त बहुत फरक छ ए हुन्छ म सोचेँ कान अलिक सुन्दैन होला भनेर किनभने किन तपाईँको त अझै आमामा 80 कति भन्नु 87 है 87 तपाईँ बढी हाम्रो कति भयो उमेर पुग्यो होला 84 हरू पुग्यो होला पुग्यो हजुर ए हुन्छ बडा हस् ल त बडासँग नै बातसात मारियो अब उहिलेको मान्छेहरूसँगै अब यहाँनिर चाहिँ मैले चाहिँ बात मार्नु चाहिँ किन बात मार्यो भन्दाखेरि यहाँनिर बडाको घरमा चाहिँ अब यहाँ उहिलेको घर होला है यो पुरानो घर तपाईँको यहाँनिर छोडो त निमा एक्स सुबेदार केबी लामा आर्टिलरी भनेर चाहिँ मैले बुझिहाल्यो त्यसले गर्दा चाहिँ तपाईँ नै होला भनेर चाहिँ मैले सोधेको हुन्छ बडा धन्यवाद छ तपाईँलाई ल एउटै छोरा छ माथि एलसीमा गर्छ उनीहरूले नोकरी लरेटो कन्भेन्टमा ए हजुर यो नाति हो हजुर हजुर यसको दिदी सिलगढीमै छ अहिले हो ए हजुर उनीहरू हजुर यो होमस्टे चलाएको चाहिँ कति भयो यो त पहिलो दफा आउँदैछ यिनीहरू ए फर्स्ट आयो यो टुरिस्ट ओके हुन्छ हवस् बडा हुन्छ धन्यवाद छ त तपाईँलाई ल साथीभाइ अहिले चाहिँ भने हामी यहाँनिर फर्स्ट चाहिँ अब जानेछौँ हामी उहाँहरूको चाहिँ एकदमै राम्रो अर्किडको नर्सरी रहेछ त्यो अर्किड नर्सरीभित्र चाहिँ के रहेछ कुन टाइपको रहेछ अर्किडको भ्याराइटिज निकै देख्दैछ बाहिरबाट हेर्दा तपाईँहरूलाई त्यो पनि भिडियोमा ल्याएर आउँदैछ हेर्नु होला ल यहाँनिर जाँदैछु अब नामहरू चाहिँ मलाई थाहा छैन अर्किडको भ्याराइटिज चाहिँ आम्मामा हो रहेछ है ए अच्छा दामी रहेछ नि हो ल हेर्नुहोस् है दर्शकबिन यो अर्किडको नर्सरी एकदमै दामी रहेछ नि हौ बाफरे मजाले बनाएको रहेछ नि है सफा मुनि केही पनि छैन कस्तो लाग्यो 36 दामी एकदम दामी अर्किडको नामहरू थाहा छ यो नाम चाहिँ थाहा छैन यहाँ ब्ल्याक अर्किड चाहिँ रहेछ यहाँ हो तपाईँहरू देख्नु हुँदै होला अर्किड आम्मामा अर्किडको भ्याराइटी चाहिँ यहाँनिर फेरि एकदमै दामी नर्सरी बनाएर राख्नु भएको रहेछ उहाँहरूले बाफरे प्राइभेट है यत्रो आमा कति छ यहाँनिर अब यो चाहिँ चिन्नेले मात्रै चिन्छ फेरि र बुझ्नेले मात्रै बुझ्छ अर्किड के हो र अर्किडको भ्याराइटिज कस्तो हुन्छ र अर्किडको नामहरू कस्तो हुन्छ भनेर चाहिँ बाफरे है ए अब यो नि भर्खर फुलेको रहेछ कि यो 6 महिनासम्म बस्छ यो फुल क्या आमा ए दामी ओभरै दामी नर्सरीको भ्याराइटी चाहिँ यहाँनिर रहेछ अब यो चाहिँ बिक्री चाहिँ सायद गर्छ कि गर्दैन त्यो चाहिँ थाहा भएन तर उहाँहरूको हुनसक्छ अब बिक्री त गर्छ नै होला आमामा यत्रो रहेछ ए पुरा फुलेको रहेछ नि हौ तपाईँहरू दर्शकबिनलाई नाम चाहिँ थाहा छ भने कमेन्ट बक्समा लेखिदिनु होला नाम चाहिँ अब किनभने यो चाहिँ यहाँनिर वाइट पनि छ यहाँ तपाईँको यहाँनिर पिङ्क पनि के अरे येलो पनि रहेछ तपाईँको यहाँनिर अर्को वाइट फेरि ग्रिन पनि रहेछ यसको बादमा तपाईँलाई भन्नुपर्दाखेरि यहाँनिर यो पर्पल पनि रहेछ अझै
यहाँ मुनि अर्को भ्याराइटिज पनि रहेछ सानो सानो रहेछ यहाँनिर चाहिँ बाफ्रे यो अर्कै टाइपको छ फेरि यो चाहिँ एउटा ठुलो ठुलो यो भ्याराइटिजको पनि रहेछ तपाईँलाई मलाई चाहिँ अर्किडको बारेमा चाहिँ त्यति साह्रो ज्ञान छैन सिधा कुरा छ तपाईँहरू देख्न सक्नुहुन्छ यी आम्बो यो पनि यो अर्कै टाइपको छ वाइटै भए पनि यो अर्कै छ त्यो अर्कै छ यो अर्कै छ यो पनि अर्कै टाइपको छ यहाँ तपाईँहरू देख्न सक्नुहुन्छ यहाँनिर एकदमै येल्लो छ यहाँ यो ठिकैको छ यो वाइट छ आमामा यो अर्कै टाइपको आम्मा एकदमै अर्कै टाइपको येल्लो एकदम क्या येल्लो पनि धेरै टाइपको रहेछ ल दर्शकबिन तपाईँहरूलाई के कसो लाग्यो नामहरू तपाईँहरूले राखिदिनु सक्नुहुन्छ यो कमेन्ट बक्समा ल म चाहिँ तपाईँहरूलाई यो अर्किड गार्डनबाट चाहिँ अब बाहिर निक्लिँदैछु तपाईँहरूलाई यसो अर्को जग्गा लगेर जाँदैछु है त यहाँनिर होमस्टे चाहिँ यो रहेछ अब यहाँ पुरानो घर रहेछ है यो चाहिँ सुन्तलाको सिजनमा चाहिँ दामी हुन्छ होला जस्तो लाग्यो है यहाँ फेरि सानो क्या अर्ग्यानिक सब्जीहरू पनि रहेछ यहाँनिर मुलाको माथि चियापत्तीहरू पनि लगाएको रहेछ ल एकछिन अब हामी चाहिँ भित्र जानेछौँ यहाँ ल साथीभाइ हो अहिले चाहिँ भने म यहाँनिर स्टेमा आइसकेको छु र होमस्टेबाट यहाँ यस्तो नजाराहरू देख्दै रहेछ माथि दार्जिलिङ यता हर्सिङहरू देख्दै रहेछ र यहाँ माथि चाहिँ पुरा सुन्तला बगान आमा सुन्तला बगान पुरै रहेछ नि यहाँ चाहिँ किचन बात कर रहा है यहाँ हाम्रो बब्दाले भन्दैछ भोलि कहाँ जाने भनेर हामी भन्दैछ अहिले चाहिँ भने हामी आइसकेको छौँ र तपाईँहरूलाई अलिकति रुम के कसो रहेछ त्यो यसो हेर्ने छ है त एक मिनट ओ रूम ये टाइप का है अच्छा 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 ओ यहाँ माथि चाहिँ राम्रो रहेछ खासमा चाहिँ माथिको रुम चाहिँ राम्रो रहेछ ओ यहाँनिर एक्स्ट्रा बेड त्यहाँनिर रहेछ यहाँ पनि रहेछ यस्तो टाइपको रहेछ यहाँ चाहिँ रुमहरू यहाँ चाहिँ सायद उनीहरूकै होला माम ठिकै हुनुहुन्छ ए यहाँ चाहिँ तपाईँहरूको होला ए अच्छा अच्छा ल अहिले चाहिँ भने हामी है माथि टप फ्लोरमा आइपुग्यो है भाइ टप फ्लोरमा यहाँबाट आम्बो यहाँबाट त गाडीहरू तल देख्दो रहेछ आम्बो ड्रोन सट जस्तो देख्दो रहेछ है गाउँ त यहाँबाट त बिल्डिङ अग्लो भएर है ल सुन्तलाको सिजनमा चाहिँ ओभरै दामी हुने रहेछ है नि आमा यहाँनिर एकदमै दामी रहेछ यो जग्गा चाहिँ ल साथीभाइ यो सब सुन्तला बगान यो सुन्तला बगान चाहिँ ठुलो रहेछ उहाँहरूको र अर्किडको आमामा स्पेसली अर्किडको चाहिँ एकदमै र सुन्तला यो दुईवटा चिज चाहिँ एकदमै उयो रहेछ तर उहाँहरूको रुम चाहिँ अहिले काम हुँदै रहेछ र पनि 3टा रुम चाहिँ कम्प्लिट भइसकेको रहेछ खासमा उहाँहरूलाई चाहिँ 4टा रुम चाहिने हाम्रो गेस्टलाई चाहिँ तर 3टा रुममा आज एडजस्ट गरेर बस्नुहुन्छ उहाँहरू आज र भोलि पर्सिको दिन त यहाँबाट फेरि निक्लिने हो भोलि पनि यहाँबाट हामी साइट सिनमा जानेछौँ साइट सिन चाहिँ हामी अब तकदा तिनचुले लामाहट्टा यस्तै छ त्रिवेणी भ्यू पोइन्ट के हुन्छ र तपाईँहरूलाई भन्नुपर्दा यहाँबाट यो तल अलिअलि देख्दैछ बाटो घट्टे खोला चाहिँ यहाँ तल एकदम जुन हाम्रो पहिला एक्स चेयरम्यान सुभाष घिसिङ ज्यूको टाइममा बनिएको घट्टे खोला
पुल अहिले त्यो त भत्किसकेको छ। पारीको गाउँ त अब लेबुङ भइहाल्यो। माथि कालो कालो देख्दै गरेको चाहिँ अब त्यो के भन्छ भोटे बस्ती चौरस्ताको पछाडिपट्टि चाहिँ देख्दैछ। र यता बदमताम नि देख्दैछ उपर है बदमताम उपर त नाम्ची पनि देख्दो रहेछ एकदम नाम्ची पनि देख्दो रहेछ अलिअलि यहाँबाट। ल भ्यूको लागि चाहिँ मोटामोटी राम्रै लाग्यो यो जग्गा। टुरिस्टहरूले यस्तै मन पराउँछ। अहिले होमस्टे भनेको चाहिँ यस्तोलाई होमस्टे भन्छ, तर अब होमस्टेमा फेरि यहाँनिर अब टुरिस्ट मात्र आउने कुरा आएन। मेन कुरा टुरिस्ट मात्र आउने कुरा आएन, यसमा टुरिस्टलाई ल्याएर आउने चालक दाजुभाइहरू पनि आउनुहुन्छ र उहाँहरूको बन्दोबस्त चाहिँ के कसो छ त्यो चाहिँ थाहा भएन। उहाँहरूसँगै त्यो चाहिँ अब पर्सनल नै बात गर्नुपर्ने छ। म भिडियोमा ल्याउनु चाहदिनँ किनभने टुरिस्ट त्यसै आउँदैन नि त। आउँछ आउँदैन, हाम्रो दाजुभाइहरूले ल्याउनु पर्यो, गुरुजीहरूलाई पनि अब सुविधा असुविधा के छ है, मेन कुरा त्यो पनि हुन्छ है फेरि नि। र त्यो कुरा होमस्टेमा जति पनि टाउनदेखिको बाहिर हुनुहुन्छ होमस्टे चलाउनुहुन्छ होमस्टेको सञ्चालकहरूलाई पनि हाम्रोबाट मेरो युट्युबको माध्यमबाट यही रिक्वेस्ट गर्न चाहन्छु, हाम्रो चालक दाजुभाइहरूको पनि अब गुरुजीहरूको पनि सुविधाहरू चाहिँ हुनु पर्यो। बेलुका बस्ने खानापिना अब यहाँबाट कहाँ जाने है, खानापिनाको र सफा सुग्घर बस्ने ठाउँ यसो एउटा रुमहरू हुनु पर्यो। र किनभने यहाँ आएर कतिजना अब छाउछाउमा नजिकमा घर हुने पो फर्केर जान्छ त होइन। म भोलि आउँछु है भनेर गेस्टलाई सर हम लोग कल आएंगे भनेर जान्छ। अब बिचरा टाढो टाढोबाट आउनेहरू त यहाँ बस्नै पर्ने हुन्छ है। त्यसले गर्दाखेरि उहाँहरूको पनि सुविधा चाहिँ अब तपाईँहरूले फुलफिल गरेको हुनु पर्यो। त्यो गर्नुभयो भने तपाईँको होमस्टे अभियसली एकदमै चलेर जान्छ, एकदमै दामी हुन्छ। सबैजनाको एकदम कमेन्टहरू पनि राम्रै आउने सम्भावना हुन्छ र जग्गा चाहिँ एकदमै दामी। ल साथीभाइ हो तपाईँहरूलाई के कसो लाग्यो कमेन्ट गरिदिनु होला, लाइक सेयर सब्सक्राइब गर्नु होला। भिडियो सबैजनामा पुगोस्, हाम्रो साथीभाइहरूले सबैले जानोस् बुझोस् के रहेछ त्यहाँनिर, त्यो होमस्टेको छाउछाउमा के छ, के रहेछ घुम्नेको ठाउँहरू अवस्थाहरू क्या हुन्छ नि। मान्छेकोमा जिज्ञासाहरू धेरै हुन्छ, सोधी खोजी के कसो छ है, त्यस्तै होइन त के कसो। पक्का हो, पक्का राइट। ल मेन कुरा चाहिँ हाम्रो चालकहरूको है, मेन चाहिँ चालकलाई चाहिँ एकदम आराम हुनु पर्यो हो, किनभने थाकेर आएको हुन्छ राति हुन्छ, कतिजना छेउछाउबाट आएको हुन्छ, कतिजना टाढोबाट आएको हुन्छ नि त बिचराहरू, हो कि होइन भन्नु त। पक्का हो, ठिकै हो। कत्रो छ भनिदेऊ न। हेपी छ नि कतिको छ सुन्तला भएको। ओके ल त साथीभाइ हो कमेन्ट गरिदिनु होला, लाइक सेयर सब्सक्राइब गर्नु नबिर्सिनु होला। र यहाँ होमस्टेको नाम र फोन नम्बर पनि म तपाईँहरूलाई हालिदिने छु। र तपाईँहरूको टुरिस्टहरू दबाईपानी बस्तीतिर यस्तो अपबिटतिर आउनु चाहनुहुन्छ भने चाहिँ उहाँहरूलाई पनि त्यो नम्बर सेयर गरिदिनु सक्नुहुन्छ तपाईँहरूले, या त मेरो युट्युब च्यानल सर्च गरेर पनि हेर्नु सक्नुहुन्छ। ओके हेर्दै गर्नुहोस् है, यस्तै भिडियोहरू लिएर आउनेछु भोलि। ल अब उहाँहरूको फेरि पुरानो किचन रहेछ कि एउटा, त्यो किचन अलिकति हेरौँ न है र दर्शकबिनलाई देखाइदिउँ न है। यहाँनिर छ नि यता यता यो चाहिँ बस्तीमा आएपछि यस्तो चिज चाहिँ हेर्नै पर्ने हुन्छ क्या, पुरानो किचन। तपाईँहरूलाई यहाँनिर यहाँबाटै देखिहाल्नु भयो सररै गयो किचन चाहिँ अब यस्तो हुन्छ है। अब लथालिङ्गै हुन्छ हुनु त है, भारसार दाउरा राख्ने फर्सी छँदैछ। र यहाँ चाहिँ कुच्चा चाहिँ है आमाम कुच्चो कुखुरा बाख्रा सब दाउरा आमाम। ल साथीभाइ हो आजको हाम्रो अब यहाँनिर एउटा अब हामी चाहिँ जाने हो र अब हामी यो कुनसाङ फार्मबाट चाहिँ निक्लिँदैछु। यहाँ हामी घर जाने हो, पहिला गाडी चाहिँ त्यहाँनिर राख्नु पर्यो एउटा है। ल अब एउटा गाडी चाहिँ हामी छोडेर जाने हो, एउटा गाडी चाहिँ छोडेर जाउँ, एउटा गाडी चाहिँ लैजाउँ, एउटा गाडी भोलि लैजाउँ, एउटा गाडी आज लैजाउँ होइन। आज यो गाडी छोडिराखौँ है, अहिले छोडौँ ल आज यो गाडी हामी छोडिराख्दैछौँ यहाँनिर।
अब दुई भाइ लाग्यो है ल दुई भाइ उकालो लाग्यो साथीभाइ यस्तै छ जिन्दगी चल रहा है ये ग्राउन्डबाट स्न्याक टर्निङ छ यहाँ चाहिँ है यहाँ चाहिँ कतिलो होटेल बनिँदो रहेछ बाटो त तर यतिको नट ब्याड अहिले चाहिँ भने हामी मेन बाटोमा आइसकेको छौँ र मेन बाटो चाहिँ राम्रै रहेछ यहाँनिर है मजाको रहेछ आमामा ल बाटो नट ब्याड है तक्दाको बाटोमा हिँड्दैछौँ साथीभाइ यहाँ हामी चाहिँ अब तपाईँहरूलाई यहाँनिर भिडियोमा बाटो क्या एकदम स्पिड कुदेको देख्दैछ होला कि बाटो पनि राम्रै छ र ड्राइभिङ कसले गरेछ यहाँ पनि हेरिहाल्नुहोस् आम्मामा गुरुजी अब गुरुजीले चाहिँ कस्तो गाडी कुदाउँदैछ अब त्यो तपाईँहरू आफै बुझ्नुहोस् अब यहाँनिर ल है आम्मामा
तपाईँहरूलाई त्यो जुन यो कुलसाङ होमस्टे जानुको लागि चाहिँ यहाँबाट यताबाट जस्ट 3 किलोमिटर तल, खालि 3 किलोमिटर तल मात्रै पर्छ। यो चाहिँ अब तपाईँहरूलाई भन्नुपर्दाखेरि यहाँनिर यो तकदा टी स्टेट छ। तकदा टी स्टेट यो यहाँबाट यो 7 माइल फाटकबाट चाहिँ जस्ट 3 किलोमिटर तल जानुभयो भने तपाईँहरू कुलसाङ होमस्टे जानु सक्नुहुन्छ। र यो बाटो चाहिँ यहाँबाट सिधा गयो भने तिस्ता, र यता यो बाटो चाहिँ यता चाहिँ घुम्यो, यो चाहिँ जोरबङ्गला जाने बाटो सर। र यहाँबाट आएर चाहिँ यो बाटो जानु पऱ्यो तकदा टी स्टेट। ओके ल त दर्शक पनि तपाईँहरूसँगै आजको भिडियो यति नै रहनेछ। म मेन रोडमा आइसकेको छु र तपाईँहरूसँगै बिदा लिँदै आजको भिडियो यति नै रहनेछ। ओके बाई बाई। हेर्दै गर्नु होला, भोलि अर्को भिडियो लिएर आउनेछु।